नमस्ते हजुरहरू सबैलाई मेरो गंगा गुरुङ युट्युब च्यानलमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ हामी न्युरो टिप्न जाँदैछौँ। आज चाहिँ हामीले न्युरो कति टिप्दो रहेछ हेरौँ। मेरो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। यस्तै भिडियो हेर्नलाई चाहिँ मेरो गंगा गुरुङ युट्युब च्यानललाई लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गरिदिनु होला। ल है साथीहरू, अब चाहिँ हामी न्युरो टिप्न लाग्यौँ है। बाँदर रहेछ अनि जमुना चाहिँ बाँदर दबाउँदै यही हो माथिबाट आएको यो बाँदरहरू। ओ मुनिको टिप्नु न पहिला। यहाँ पनि छोड्छ नि गरेर कि मर्के ठुलो अहिले त सब त्यही त जान लाग्यो हो त नि। न्युरो चाहिँ कति धेरै हो र यहाँ त। अचार बनाउन त भइहाल्यो त है। यस्तो लाँच्नु त भइसक्यो। ओ कति धेरै छ यता जति नै छ न्युरो। एकछिनमै यति भाइको है। कुद्री त कति धेरै रहेछ। कति मोटो न्युरो। मेरो ऊ त्यो बोरा नि बोकेर ल्याइदिएन। खाइदियो यार। हामीले चाहिँ एक डोको न्युरो टिपिसक्यो। अझै यहाँ कति हो
लोबियाहरू आज जाऊ कति धेरै यहाँ आइज न जला बग्न कस्तो बाटोमा निस्किन्छ हो र बढी धेरै टिप्न पर्दैन है जाउ लागिसक्यो पानी तिर्खा लाग्यो मलाई पानी खानु पर्यो अब चाहिँ यहीँको पानी खाइदिउँ होला न्युरो त यहाँतिरबाट पनि पाउँछ बेन्ची पाउँदो रहेछ न्युरो त यिनीहरू नि टिपिराख त्यही भएर म नि अब एकछिन टिप्दिउँ एउटा दुइटा भइ पनि पाउँछ न्युरोको भारी चाहिँ लास्टै धेरै भइसकेको छ तर पनि देखेपछि टिप्न मन लागिहाल्छ यहाँतिर चाहिँ तलतिरको म लडेँ तलतिरको जस्तो धेरै नउम्रे रहेछ भर्खरै उम्रिनु होला यो चाहिँ फेरि न्युरो होइन न्युरो भनेर टिप्देला मेरो कपडा खतरा छ जुत्ता जनै कस्तो राम्रो उम्रिरहेको न्युरो मोटो मोटो माथि आउनु माथि मम्मी अब त सुधार न पश्चिम भयो के मेरो त अधिका 좀 कति थोरै मम भयो चाहिँ पश्चिम कुद्री चाहिँ म हो अन्त ओमराज क्या छर्दै आइज अझै लोबियाहरू टिपिँदा चौलाई जस्तो खाएको छ न्युरो त thay cho năm chục ở đây Ang ho ga ngay ngay không không. Ang ho ba ya ya nó không không sự Tôi说thay đưa ra thủy. Ang ho ba cái chống thủy luôn. यानी खानु न यानी अप्स होला यो त हाल पै रहेछ ए परेको भएर ए ओ त हाल दे डोको तैले बोक्रे है ह खस्यो सबै अझ नि के त्यसले त यो सबै टिपेको भइ त पैसा पाउँथ्यो होला है थुप्रै है
यही हो के डल्लो सबै नसकाइदिएको है के मोगा नै बिहाइ वा राखे ओके मनुष्य ने खुवाने ले नि मामु आज के बनाउनु हो कमन बनाथे अब के दामी देखे है तलतिर पानी पर्छ जस्तो छ त आज नि कालो भइरहेको लमजुङतिर पानी परिरहेको त्यो यस्तो डाँडा नभएर त्यो छारा सबै देख्थ्यो है निउरीतिर त पानी परेको निउरी पनि देखे यहाँबाट ओ खस्दै ल मम्मी भयो जाम तपाईँ उता बोरा बोकेर आउनु कति किलो छ है 50 किलो भन्दा त बढी होला है आनेले लास्टै भनिदिन्छ यार है के को दाम तिनी उनमा जाम यहाँतिर नि रहेछ नि त झन् पात नभइस है भयो होला है कसलाई लिन पठाइदियो होला न्युरो त खतरा देखियो है न्युरोको भारी बोक्ने मान्छे लास्ट गरुङ्गो खाने हो पानी काया पानी खाएको जस्तो भयो फेरि आयो हात त मिन्डी लगाएको जस्तो गरिदिँदो रहेछ हामी पनि खाना पर्यो नि त खाना पानी खाएको अनि टाउको उठाएको त यही खसिरहेको के बिसाएर खानु पर्छ ठ्याक्क उठेको टाउको ओक्क भइरहेको भएन यतापट्टि त अनि उभेर न्युरो टिपेर पनि हामी चाहिँ घर आइपुग्यो है साथीहरू यति धेरै न्युरो देखेर पक्कै पनि बेच्नलाई टिपेको होला भनेर सोचिराख्नु भएको होला तर यो न्युरो चाहिँ हामीले बेच्नलाई टिपेको होइन
यो न्युरो चाहिँ अचार बनाउनलाई हो है साथीहरू। जुगा कति टालेछ भनेर मोजा खोलेर हेरेको त जुगा त एउटा पनि नरहेछ। यति भन्दै बाई बाई साथीहरू, म अर्को भिडियो पनि लिएर आउने छु है, हेरिदिनु होला।